आज मेरो हातमा आइसकेको छ ओप्पोको F27 Pro Plus 5G जुन रहेको छ 8GB र्याम 256GB इन्टरनलमा एकदमै फ्रेस सेट, अहिलेसम्म नखोलेको नबनाएको लाइक अ न्यू मोबाइल। डिस्प्लेमा फिङ्गरप्रिन्ट भएको मोबाइल, जुन डिस्प्लेमा फिङ्गर अनलक पनि रहेको छ भने चलाउँदाखेरि एकदम स्मुथ रहेको छ। डिस्प्ले कर्भमा रहेको छ, साइडबाट पनि राम्रोसँग देखिन्छ। ब्याक प्यानल पनि यति राम्रो रहेको छ, लेदर फिनिसिङमा प्रिमियम फिल आउने मोबाइल। क्यामेरा पनि यति राम्रो रहेको छ, ब्याक क्यामेरा भने फ्रन्ट क्यामेरा पनि यसको यति राम्रो रहेको छ। ओप्पोको मोबाइल हो, क्यामेरा राम्रो भइ नै हाल्छ। ओप्पोको F27 Pro Plus 5G जुन रहेको छ 8GB र्याम 256GB इन्टरनलमा, यसको प्राइस रहेको छ नेपालमा 55,000 रुपियाँ। हेर्दाखेरि नयाँ जस्तै मोबाइल तपाईले पाउनुहुन्छ मात्र 30,000 मा। 30,000 मा तपाईले पाउनुहुन्छ 1,500 रुपियाँ डिस्काउन्ट गर्दाखेरि तपाईलाई पर्छ 28,500 रुपियाँ। हेर्दाखेरि नयाँ जस्तै छ। यसको साथसाथै तपाईले पाउनुहुन्छ ओरिजिनल चार्जर फ्री, ओप्पोकै टर्बो हान्ने ओरिजिनल चार्जर फ्री। यदि तपाईलाई यो मोबाइल मन परेको छ भने त्रिशुली बजारमा रहेको ग्यालेक्सी मोबाइल शपमा सम्पर्क गर्नुहोला, म मिलाएर दिइहाल्छु। धन्यवाद।